हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौं, किनकि त्यो बेलामा धेरै आमाहरूको कोख रित्तिएको थियो। त्यो पीडा हाम्रो पीडाको अगाडि धेरै ठुलो पीडा थियो, कुनै तुलना हुँदैन। अहिले पनि भनेका छैन। तर केही दिन अगाडि सञ्चार माध्यमहरूको, कान्तिपुरको, हिमालयन टिभीको, अनलाइन टिभीको, अनलाइन खबरको कार्यालय अगाडि लगेर, मेरो कुरा छोडिदिनुहोस्, कार्यालय अगाडि लिएर गएर गाडीहरू राखियो। अहिले समाचारमा हामीले के हेरिरहेका छौं, के पढिरहेका छौं कि संचार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी हो। अब हामीलाई यसको उत्तर चाहिन्छ। हामीलाई यसको उत्तर चाहिन्छ। तपाईं सरकार हो, तपाईले यसको उत्तर दिनुपर्छ। के तपाईले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नु भएको हो? तपाईलाई यो तर्साउने अधिकार कसले दियो? तपाईले सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्न खोज्नु भएको? फेरि प्रश्न त्यही हो, तपाईले संविधान मान्नु पर्दैन? हामीले भन्यौं, अहिले पनि भन्छौं, सरकारले जहाँ राम्रो काम गर्छ त्यहाँ सबैभन्दा पहिला थप्पडी हामी बजाउँछौं। सरकारको साथीले बजाउँछ कि बजाउँदा कुर्दैनौं, बजाइ पनि रहेका छौं। प्रधानमन्त्रीजीले अहिले प्रत्येक दिन इकोनोमीमा भएको अप्ठ्याराहरूलाई हल गर्नका निम्ति मानिसहरू भेटिराख्नु भएको छ। हामीले ठिक गर्नु भनिरहेका छौं। समस्या सुनिराख्नु भएको छ। समस्याको चुरोमा पुग्नुस्, हाम्रो पूर्ण रूपमा साथ रहन्छ। यी विषयहरू सम्बोधन गर्नका निम्ति संसदबाट छिटो छिटो कानुन बनाउनु पर्नेछ, हाम्रो साथ रहन्छ। दिनमा मात्र होइन, रातमा काम गर्नुहुन्छ भने पनि रातमा पनि हाम्रो साथ रहन्छ। 24/7 साथ रहन्छ। तर म कन्स्टिट्युसन मान्दिनँ, डेमोक्रेसी मान्दिनँ, विधानको शासन मान्दिनँ, नागरिकको हित ख्याल गर्दिनँ, नागरिकको मर्यादा ख्याल गर्दिनँ भनेर भन्ने ठाउँमा जहाँ थप्पडी बजाउनु पर्ने हो थप्पडी बजाउँछौं, टेबल ठोक्नु पर्ने हो टेबल ठोक्छौं, जहाँ औँला देखाउनु पर्ने हो, औँला उठाउनु पर्ने हो, त्यहाँ औँला उठाउँछौं। यही भनेका थियौं, यही कुरा गरिरहेका छौं। आदरणीय विष्णुराज आङदमे यही हुनुहुन्छ। पार्टीको तर्फबाट तपाईले दुईटा प्रश्न संसद चल्न साथै त्यो ठाउँमा दर्ज गराउनुपर्छ। हेर्दा सामान्य लाग्छ, तर यी सामान्य विषयहरू होइन। एउटा पासपोर्टको प्रकरण, तपाईँ हामी सबैले छापामा पढिरहेका छौं। कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषय होइन। सम्मानित अदालतमा यो विषय विचाराधीन छ। त्यहाँ अनियमितता भएको छ छैन, अदालतले टुङ्गो लाम्छ। अनियमितता जसले गरेको उसलाई पातो कसेर लैजाऊ, हामीले सरकारको वाहवाही नै गर्छौं। सरकारलाई हामी धन्यवादै भन्छौं, किन सरकारको जिम्मेवारी नै हो यो। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन? हामी सबैले संविधान मान्छौं। नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन? हामीले अहिले सोध्ने प्रश्न यो हो। किन? हाम्रो संविधानमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने एउटा शक्तिशाली निकाय बनाएका छौं। यो अत्यन्त शक्तिशाली छ। यसले कुनै पनि सरकारले, प्रधानमन्त्रीले, मन्त्रीहरूले बदनियत राखेर गैर कानुनी काम गर्नुभयो भने त्यसको पनि छानबिन गर्ने अधिकार राख्छ। त्यसैले हामी ढुक्कसँग के भनेर बस्छौं भने अख्तियार छ, गल्ती भयो भने यसले छानबिन गर्छ भनेर बस्छौं। तर हामीले भनेको जस्तो हाम्रा संस्थाहरूले काम गरेनन्। कतिपय सन्दर्भमा संस्थाहरू पङ्गु भए। त्यसैले नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीले भन्यौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थाको क्षमता बढाउनका निम्ति यसको संरचना बदल्ने हो, हामी तयार छौं। संरचना बदल्नका निम्ति संविधानले बाधा हाल्छ भने संविधान बदल्ने हो, सरकारको संख्यामा संख्या थप्न हामी तयार छौं। नेपाली कांग्रेस पार्टीको तर्फबाट हाम्रो प्रश्न छ। प्रश्न हो, फेरि यो ध्यानाकर्षण होइन। वी डिमान्ड, हामीलाई उत्तर चाहिन्छ। किनकि प्रधानमन्त्रीले हामीलाई उत्तर दिनुपर्छ यसको विषयको बारेमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानप्रति उत्तरदायी हुने हो वा प्रधानमन्त्रीको इशारामा चल्ने हो? सुशासनको नाममा बनेको यो सरकारको प्रधानमन्त्रीले अख्तियारलाई नै आफ्नो निजी सचिवालयको छाया बनाउन खोज्नु भएको हो
के संविधानले तपाईँलाई यो कुरा गर्न दिन्छ? के तपाईँले वा तपाईँको टिमले अख्तियारको पदाधिकारीलाई फेसबुक मार्फतबाट भ्रष्टाचारी भनेर करार गर्ने धम्की दिनुभएको हो? संविधानको कुन धाराले तपाईँलाई धम्काउने अधिकार दिन्छ? तपाईँले तर्साउनु पाउनुहुन्छ? तपाईँलाई तर्साउने अधिकार कसले दियो? सञ्चार माध्यममा आएका यी तपाईँले तर्साउनु भयो गर्नुभयो भन्ने जति पनि घटनाहरू छन्, यसमा सत्य छैन भने सरकार बोलोस्, सञ्चार माध्यमले ढाँट्यो भनेर भनोस्, सञ्चार माध्यममाथि कारबाहीको प्रक्रिया अगाडि बढाओस्, होइन भने यसको उत्तर हामीलाई दियोस्। हाम्रो काम हो